नमस्कार। आज चाहिँ यहाँहरूलाई यो जो टेस्ट गर्दै हुनुहुन्छ यो एप यसको बारेमा थोरै जानकारी गराउनको लागि भिडियो बनाएको छु। हुन त यहाँहरूले चलाइराख्नु भएको छ केही दिनदेखि यता तर कुनै समस्या आइ पनि राखेको होला छ भने कृपया मलाई भन्नु होला है। यो एप किन बनाएको भन्दाखेरि मैले केही वर्ष यता मेडिटेसन गर्दाखेरि विभिन्न एपहरू ट्राई गरेँ, तर के चाहिँ मैले पाइनँ भन्दाखेरि आफूले चाहेको म्युजिक पछाडि बजाउने के स्मुथ एकदम सुदिङ म्युजिकहरू बजाउने, कोही बेला अब एन्डिङ बेलहरू आफ्नो भनौँ न चोइसको लगाउने हो, त्यो चाहिँ पाएन। अब त्यहाँभित्र जे छ त्यो बजाउनु पर्ने थियो, अर्थात् ब्याकग्राउन्डमा त आफ्नो चाहेको म्युजिक बजाउनको लागि, धुन बजाउनको लागि अप्सनै छैन कि अरू एपहरूमा। त्यो कारणले गर्दाखेरि मैले यो एप ट्राई गरेको छु। आफैले त के जान्दथे नि, अब यसो एआईको मद्दतबाट ट्राई गरेको छु। तपाईँहरूले यो फोनमा जुन एपको नक्सा देख्नुहुन्छ मेडिटेसन गरिरहेको एप, यदि यो मेडिटेसन गरिरहेको ऊ चाहिँ के अरे आइकन चाहिँ नभएर अरू नै छ भने कृपया मलाई भन्नुहोला। तपाईँहरूले अपडेट गर्नुपर्छ। अपडेट गरेपछि बल्ल मात्रै यो चाहिँ भर्सन 1.3 ओके 1.4 मा 4 चोटि मैले अपडेट गरिसकेको छु। यसमा क्लिक गरेपछि अब तपाईँहरूले मानिलिउँ अब यसलाई डिलिट गरौँ है। यसलाई अहिले डिलिट गरौँ। यो देख्नुहुन्छ, यो एम्प्टी, यो खाली देख्नुभयो होला। तपाईँहरूले अवश्य नै क्रिएट गर्नुभयो होला प्लस चिन्ह लगाएर। अब यो गरिसकेपछि तपाईँहरूले नाम दिन सक्नुहुन्छ। 1 घडी 2 घडी अर्थात् मर्निङ, आफ्टरनुन, इभिनिङ, बिफोर बेड त्यो दिन सक्नुहुन्छ अघि। अब मानिलिउँ म एउटा नाम दिन्छु है, बिफोर बेड, सुत्नुभन्दा अगाडिको मेडिटेसन, बिफोर बेड। अब 10 मिनट यसलाई राख्नु, 10 मिनट। अनि यो प्रिपरेसन टाइम चाहिँ त्यो बेल बज्नुभन्दा अगाडि कति सेकेन्ड राख्ने भन्दा 5 सेकेन्ड राखौँ अघि। अनि स्टार्ट चाहिँ बेल नै हुन्छ। यसमा आफ्नो म्युजिक बजाउन पाइँदैन, तर बेल पनि तपाईँहरूले कुन बेल बजाउन चाहनुहुन्छ, यो डिप मेडिटेसनको चाहनुहुन्छ कि यहाँ प्ले गरेर बजाउनु पनि सक्नुहुन्छ है। कस्तो खालको घन्टी रहेछ भनेर अर्को बजाउनुहोस्, टिङ गर्ने अर्को बजाउनुहोस् होइन, अर्को बजाउनुहोस्। अब कुन खालको बेल बजाउन चाहनुहुन्छ त्यो तपाईँहरूले रोज्न सक्नुहुन्छ। यो पनि मैले राखेको छु। एन्डिङ बेल पनि तपाईँहरूले दुईवटा काम गर्नुहुन्छ एन्डिङ बेलमा। एउटा आफूले चाहेको बेलको आवाज राख्न सक्नुहुन्छ, अर्को आफ्नो फोनमा जुन म्युजिक छ त्यो म्युजिक पनि राख्न सक्नुहुन्छ। जस्तै अब ध्यान सकिएपछि म भजन राख्छु भने पनि भजनको राख्न सक्नुहुन्छ, अरू नै राख्छु भने पनि सक्नुहुन्छ। त्यो चाहिँ फेरि ड्रप डाउनमै गएर तपाईँहरूले फ्रम फोन भन्नुभयो भने त्यहाँ फ्रम फोनमा जे म्युजिक राख्न चाहनुहुन्छ त्यो तपाईँहरूले अपलोड गर्न सक्नुहुन्छ, त्यो बजाउन सक्नुहुन्छ है। अब अपलोड आफैले गर्छ। त्यस पछाडि त्यो बजिसकेपछि, अन्तिममा बजिसकेपछि त्यो ट्र्याक नबजुन्जेलसम्म बसिराख्न पनि सक्नुहुन्छ। त्यो ट्याङ घन्टी लाग्ने बित्तिकै त्यो ट्र्याक सकिन पनि सक्छ र बजाइराख्ने हो कि एन्ड गर्ने भनेर सोध्न पनि सक्छ। जस्तै आस्क मी मैले राखेको छु। अनि यो अन्तिममा चाहिँ ब्याकग्राउन्ड म्युजिक, यो मैले खासै म आफूलाई चाहिएको चाहिँ यो हो। यो ब्याकग्राउन्ड म्युजिक चाहिँ अब 10 मिनट भरिमा कुन राख्ने त भन्दाखेरि अब यहाँ मसँग अहिले चाहिँ ओम जय जगदीश रे बाहेक अरू छैन म्युजिक राखेको। अरू आफूले चाहेको, जस्तै म चाहिँ अब हिमालयन फ्लुट एकदम मनपर्छ मलाई, त्यो राख्छु मेरो अर्को फोनमा। भनेपछि आफूले चाहेको ब्याकग्राउन्डको म्युजिक यहाँ राख्न सक्नुहुन्छ अनि सेभ गर्नुहुन्छ है। सेभ गरिसकेपछि तपाईँहरूको आयो बिफोर बेड यो सेसनको नाम, अनि 10 मिनट
5 सेकेन्ड हुन्छ प्रिपरेसन टाइम अनि बेल छ। यसलाई तपाईँले एडिट गर्न पनि सक्नुहुन्छ, तीनटा धर्कामा गरेर एडिट पनि गर्न सक्नुहुन्छ, डिलिट पनि गर्न सक्नुहुन्छ। अब अर्को सेसन तपाईँहरूले यसरी गर्दै थप्दै लान सक्नुहुन्छ, जतिवटा सेसन थपे पनि हुन्छ। माथि टपमा देख्नुहुन्छ अनलक। यो अनलक चाहिँ 30वटा सेसन भएपछि यो अहिले टेस्टिङमै छौँ हामी। तपाईँहरूले 30वटा सेसन भएपछि अनलक भएन भन्नुहुन्छ भने मलाई भन्नुहोस्, त्यसो मिलाउनुपर्छ। तर सेसन हामीले टेस्ट चाहिँ अब हामी कति 10जना जति छौँ होला, अझै हामीलाई 4जना पुगेको छैन। 4जना भएपछि चाहिँ हामी 14 दिन टेस्ट गर्छौँ है। 14 दिनसम्म लगातार टेस्ट गर्छौँ। अनि कहाँ पुगेन, के एडजस्ट गर्नुपर्ने त्यो गरिसकेपछि बल्ल मात्र गुगल एपमा जान्छ, गुगल एपमा अपलोड हुन्छ। अनि यो अनलक गर्दाखेरि चाहिँ तपाईँहरूले नेपालमा हो भने 300-400 कति तिर्नुपर्छ, बाहिर हो भने 2 पाउन्ड तिर्नुपर्छ। यो पैसा चाहिँ सबै यो अब गुगलले लान्छ कति 1 पाउन्ड 25 पेन्स, 1 पाउन्ड कति 100-200 बाँकी रहन्छ, 100-150 बाँकी रहन्छ होला। त्यो चाहिँ सबै जन्मदिन.com जान्छ है। जन्मदिन.com हेर्नुहुन्छ भने त्यो च्यारिटीको हो नेपालको नानीहरूको लागि, त्यहाँ सबै पैसा जान्छ अघि। त्यो कारणले गर्दाखेरि कृपया तपाईँहरूले टेस्ट पहिला त गर्नुभएको छ, त्यसको लागि यहाँहरूलाई धेरै 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 धन्यवाद। अनि आफ्नो साथीहरूलाई पनि भन्नुहोला, जो ध्यान गर्नुहुन्छ उहाँहरूलाई खबर गर्नुहोला। मैले त्यति 4जना पनि नभेटेको कारण के हो भने जो ध्यान गर्छ नि उनीहरूलाई मात्रै हो, अरूलाई हो भने त ल है ठिकै छ, 5 मिनटको ध्यान लगाऊ 14 दिनसम्म अनि आफ्नो काम गर भन्नु पनि सकिन्थ्यो। तर जो ध्यान गर्नुहुन्छ साँच्चीकैमा उहाँहरूलाई मैले उहाँहरूलाई मात्रै भन्ने गरेको छु। यहाँहरूलाई धेरै धेरै धन्यवाद। कुनै पनि अझै 14 दिन काउन्ट सुरु भएको छैन, 4जनामा चाहिँ भेटेपछि बल्ल सुरु हुन्छ। अहिले तपाईँहरूले गर्दै हुनुहुन्छ र 30वटा सेसन पुगिसकेको छ र अड्किनु भएको छ भने मलाई खबर गर्नु होला है, म रिलिज गरिदिन्छु यहाँबाट। अहिलेलाई मैले त्यति भने कुनै भन्नु परेछ भने म फेरि यहाँहरूलाई जानकारी गराउँछु।